पसिना आइयो यो रेलो कैला खुनिसक्ने एक्लै बुढा मान्छेले कति खुन्ने भाइलाई भने भए अब त पसिना आइयो भाइलाई डाक्नुपर्छ बुढा मान्छेले कति खुन्ने र ओ भाइ मोबाइल चलाउनु पनि दिएन यार बड्डाले कति बोला के भने दाइ तेरो ती झ्याम्टामा बस्या मोबाइल चला हुने बुढो मान्छे थाइसक्यो खुन्ना त्यहाँ त अलि तातो म आउनै पर्ने र सकेको छैन अहिलेसम्म खुन्न बड्डाउ नै कियाको बड्डो भनि तुइले तँ यहाँ आएन खुन्ने कि म त्यहाँ आएन कुटाली दन गाउँ हाँ ओहो बड्डाले सुटाएर छ यार लाने भइयो एक त म यहाँ छेउती बसाउँछु यहाँतिर छराने मारेर कहीँ मस्त रिसायो बरु मोबाइल पर जानु पर्यो यार ओहो बड्डा रिसेल कहाँ परेर छन् कहीँ मलाई हान्ने त होइन डर पो लागेको छ यार ओ भाइ भने भन्नुपर्छ यस्तो आउनुपर्छ ल अब खुन खुन्ने हो त भाइ तपाईँतिर खुन अलि उगर खुन खान पार मल त बसिन आउँछ है थाइ हुन्छ त दाइ ओहो बड्डाले खनिएका आउने यार खन्न त खन्ने पनि गाह्रो हुन्न त कसरी खन्ने यार मैले अल्ता खन्न पो थाहा अब बड्डेलाई डाक्नु पर्यो ओ दाइ यहाँ त खनिसक्यो अब कता बस्या ल जाग्दा रहेछ यार तिम्रो त चाँडै खुनिसकेल छ नै तेरो स्यालेले खाना हुने के गरे हो यो सिँगै भएन तेरो स्यालेले हात नै त मारिहाल्छु क्या रे भग्न हुने खुन्ला अल्ता केही सहयोग गर्ला भन्न बोला खुन्याउ रहन्छ बले ढिलो मात्रै गरायो खप्पै लेख्या होला पक घर त आउलाई आउने घरै त होला जाने कहाँ भएर यो खुनिन अब घर जान्छु आउलाई पक साँझ भात खाना आउँदिन तिम्रो घर तिमी बस आउँदिन अब दाइ भन्ने मानि तुइले ठुलो भन्ने मानि पक घरै आउला तेरा कर एक दोब्रे आउँछु पक आज अहिले धेरै रिस उठ्यो म पनि घर आइदिन्छु आज एक हार करङ भात सामग्री जम्मा गर्नु छ घर गए